हेलो गुड आफ्टरनुन सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल न्यू डे न्यू भ्लग है। आज चाहिँ म रेडी भएर भ्लग बनाउँदैछु किनभने आज चाहिँ म जानु आँटेको छु माइत। अन्त यहाँ चाहिँ हाम्रो बहिनीलाई रेडी पारिदिएको काङ्को खाएर केही छैन खानु त नै हो। हेभ अ गुड डे है सबैको राम्रो दिन बितोस् मेरो पनि। अनि तपाईहरु सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गर्छु अनि म पनि एकदम सन्चै छु। सो अब चाहिँ हामी निस्किनु आँटेको छु। सो टिल देन हेर्दै गर्नुहोस्। हामी चाहिँ यहाँबाट निस्किसकेको थिएँ साथीहरू है। अन्त हामी चाहिँ यहाँनिर कहाँ गएको भन्दाखेरि चाहिँ महानदी गएको है। महानदीमा चाहिँ त्यो उयो बनाएको रहेछ, के भन्छ त्यो टाइटानिक भ्यू पोइन्ट बनाएको रहेछ नि त। अन्त त्यहाँनिर चाहिँ गएको हामी है। अन्त आजको दिन चाहिँ यस्तो धुम्म लागिरहेको थियो। बिहान त पानी परेर फगी लागिरहेको थियो होइन। अन्त त्यसपछि चाहिँ हामी गएँ है। हामी चाहिँ यहाँबाट 3 जना गएको थिएँ। अन्त बेबी पनि थियो साथमा। अन्त चाहिँ म चाहिँ खासमा माथि घर गएको है। मेरो माइत चाहिँ कटलेरी हो। अनि कटलेरी जाउँ भनेर भने नि त मैले। अन्त चाहिँ उयो ढिलो भएर चाहिँ मतलब ढिलो होइन, मलाई चाहिँ घुम्नु जान मन परिरहेको थियो है। अन्त त्यहाँदेखि चाहिँ हामी गएँ टाइटानिक भ्यू पोइन्ट। अन्त त्यहाँदेखि कहिलेदेखि देखेको होइन मैले त्यो टाइटानिक भ्यू पोइन्ट। कतिजनाले हाल्नु भएको रहेछ है फेसबुकतिर अन्त इन्स्टाग्रामहरूतिर। म चाहिँ कस्तो रहेछ भनेर चाहिँ आज जाउँ न भनेर गएको नि त हेर्नु। अन्त आजको फेरि दिन पनि यस्तो धुम्म भइरहेको थियो हो। अलिक राम्रो दिन भए त मतलब फगीहरू नलागेको भए चाहिँ एकदम क्लियर राम्रो मजाको भ्यूहरू देख्थ्यो होला है। र पनि मलाई यहाँको बाटोहरू चाहिँ पुरा मनपर्छ है। यहाँनिर चाहिँ आइपुगिसकेको थियो। अन्त त्यहाँदेखि हामी यहाँबाट गएँ है तल। त्यहाँदेखि हामी चाहिँ यहाँ गाडी पार्किङ गरेर गएँ। गाडी पार्क गर्ने जग्गा पनि थिएन। अन्त हामी पुग्दा चाहिँ उयो भइरहेको थियो, पानी पर्दै थियो हल्का। त्यहाँदेखि चाहिँ बेबी पनि सुतिसकेको थियो है। त्यहाँदेखि हामी यहाँबाट तल गएँ हेरेँ। अन्त ठिकै छ, राम्रो लाग्यो है। अन्त हामीले यहाँबाट कफीहरू उयोहरू मोमोहरू अर्डर गरेको थिएँ खासमा चाहिँ। अन्त पुरा भोक लागिरहेको थियो। बिहान पनि खाजा त्यस्तो केही नखाइ गएको नि त हामी हतारमा। अन्त खाना चाहिँ बिचरा आन्टीले बनाइदिइराख्नु भएको थियो हो। आन्टीकोमा ब्यालेन्स पनि थिएन अरे। अन्त पर्खेको भन्दै थियो बिचराले। अन्त चाहिँ हामी यहाँबाट गएँ है। यहाँनिर त्यस्तो भ्यूहरू राम्रो थिएन देखेर उसले गर्दा फगीले गर्दाखेरि। अन्तखेरि सिधै हामी यहाँबाट डबल गयो नि त त्यो पाइन ट्री फरेस्ट। त्यहाँनिर चाहिँ यस्तो नयाँ जग्गा बनाएको रहेछ है। यहाँनिर चाहिँ राम्रो लाग्यो तर चिसो थियो। मैले नानीलाई पनि स्वेटरहरू केही नलाइदिई ल्याएको थिएँ, सक्सहरू पनि लगाइदिएको थिइनँ। तर नानी चाहिँ सुतिरहेको थियो नि त। अन्त भोक पनि लागिरहेको थियो हामीलाई। अन्त त्यत्तिकै नानीलाई लिएर आएँ बाहिर एकछिन। अन्त त्यहाँदेखि चाहिँ यहाँनिर बस्ने जग्गा त्यहाँदेखि अलिक तल चाहिँ उयो रहेछ प्लेग्राउन्ड उयोहरू रहेछ हौ। त्यो के खेलाउनेहरू भन्दै थियो हो। गेम जोन रहेछ, सरी गाइज गेम जोन रहेछ होइन। त्यहाँदेखि हामी यहाँबाट माथि गएँ। अन्त यहाँ चाहिँ मजाको बनाएको रहेछ, ठिकै छ है। अन्त राम्रो लाग्यो। तर जाडो चिसो लाग्यो। मलाई त स्वेटर लगाएर त्यो पातला कि र पनि चिसो लाग्यो। यहाँ जाँदा चाहिँ ऊपरनिर चाहिँ उयो थियो नि त, के अरे यो हन्टेड हाउस रहेछ होइन। त्योभित्र चाहिँ कस्तो मतलब त्यो उयोहरू रहेछ नि त, मास्कहरू रहेछ नि त होइन, डरै लाग्दो। अन्त कस्तो डरलाग्दो रहेछ मास्कहरू कि। अन्त यहाँ चाहिँ मलाई देखेर डर लाग्यो। यहाँ चाहिँ हन्टेड हाउस लेखिरहेको थियो है। यहाँ चाहिँ मुर्कुटाहरूको यस्तो खुट्टा हातहरू झुन्डेको, जिउहरूको त्यो हड्डीहरू झुन्डेको उयो गरिरहेको थियो, झुन्डाइरहेको थियो। त्यहाँदेखि उता गएँ, उतासम्म गएँ त्यस्तो थिएन। त्यहाँदेखि यहाँनिर चाहिँ काठको उयो बनाइरहेको रहेछ टोय ट्रेन है। त्यो चाहिँ राम्रो लाग्यो। अन्त भन्दै मैले चाहिँ यहाँनिर लड्छु होला भन्दै थिएँ। भन्दै म चाहिँ लडिगएँ। लडेर चाहिँ यस्तो झन्डैले मेरो खुट्टै भाँच्चियो भगवान्। यहाँनिर चाहिँ उयोहरू बनाएको रहेछ मुर्कुट्टाहरू है, भुइँमा राखेको रहेछ। यहाँ ओह्रालो जाँदा चाहिँ परनिर चाहिँ त्यहाँ पुलहरू बनाएको रहेछ हो। त्यहाँनिर हल्का पुलहरू बनाएको थियो। अन्त त्यहाँदेखि चाहिँ यस्तो लभको साइनहरू दिएको रहेछ त्यहाँनिर है। अन्त
अलिक उतासम्म पनि बनाउनुहुन्छ होला है। अहिले चाहिँ यतिसम्म बनाइराखेको रहेछ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ है। कहाँबाट हेर्नुहुँदैछ तपाईँहरूले कमेन्ट गरिदिनुहोस् होला। अन्त मेरो भिडियो कस्तो लाग्यो भन्नुहोस् होला, कमेन्ट गरिदिनुहोस् है। यहाँनिर चाहिँ टिभीमा चाहिँ हेलो भनेर लेखिरहेको रहेछ। यहाँ चाहिँ आई लभ पाइन ट्री लेखिरहेको थियो हो। अन्त चाहिँ तपाईँहरू पनि भिजिट गर्नु सक्नुहुन्छ है। एकजना पर्सनको 20 रुपिस हो है। अन्त त्यहाँदेखि टिकट काट्नु पर्दो रहेछ यहाँ चाहिँ। अन्त यहाँबाट चाहिँ हामी फर्किहालेँ। भोक लागेर कस्तो भोक लागेर साह्रो परिरहेको थियो हामीलाई चाहिँ। उल्टी होला जस्तो भइसक्यो मलाई चाहिँ भोक लागेर भगवान्। अन्त चाहिँ मैले चाहिँ हिजोअस्ति उयो भएको रहेछ नि, यहाँ चाहिँ हिजोअस्ति खोलेको रहेछ नि त हो। कति पनि भएको छैन, मान्छेहरू त पुरा आउँदो रहेछ यहाँनिर चाहिँ। अन्त यहाँनिर दोकानमा चाहिँ नि यस्तो दामी दामी त्यो मूर्तिहरू थियो कि हाम्रो गणेश भगवानको अन्त बुद्ध भगवानको। मलाई त पुरा मन पर्यो तर पुरा एक्सपेन्सिभ रहेछ जतिहरू। यहाँ चाहिँ खानुको लागि सोधेको छैन अरे हो, सकिएछ अरे भनेर चाहिँ हामी गएँ सिधै। यहाँबाट चाहिँ कहाँ जाने भनेर डिसाइड हुँदै थियो। अन्त त्यहाँदेखि चाहिँ 9 फिट जाउँ न अरे त। अन्त चाहिँ 9 फिट गएँ। 9 फिट गएर चाहिँ हामीले मैले चाहिँ पहिला लेमन टी खाएँ हो। अन्त चाहिँ भोक लागेर हतार हतार पिज्जाहरू मगाएँ। अन्त फ्रेन्च फ्राइजहरू खाएँ है। अन्त यो भित्र चाहिँ अहिले चाहिँ यस्तो बनाउनु भएको रहेछ। यो गेमको उयोहरू पनि ल्याउनु भएको रहेछ दादाले है। अन्त चाहिँ दामी बनाएको रहेछ पहिलाको भन्दा चाहिँ। अब कति भएको थियो नि त नआएको। अन्त म हुँदा त पेन्टिङहरू थियो। अन्त पहिला मैले यहीँ काम गरेको नि त। अन्त चाहिँ यो लाइटहरू चाहिँ हाल्नु भएको थिएन, हाल्नु भएछ। दामी पारेछ है। मलाई त पहिलाको दिनहरू याद आयो यहाँ आएर। मजा आयो। साथीहरू हेर्नु सक्नुहुन्छ पिज्जा। हेलो गाइस, म चाहिँ भर्खर घर आइपुगेर पनि बसिरहेको छु तल घर हो। अब चाहिँ हामी माथि घर जानु आँटेको। अघि जाउँ भनेको थिएँ, घुम्नु जाँदा ढिलो भयो होइन। अन्त यहाँ बदमास गरेर हेर्नु साथीहरू कहाँ पुगिसक्यो। अन्त मलाई चाहिँ घुमेर बेसी जस्तो टाउको दुख्यो भगवान्। अन्त आज चाहिँ हामी कता कता गयो नि त घुम्नु। त्यही भएर चाहिँ अब पर्सि चाहिँ हामी सिलगढी झर्छौँ होइन। के गरेको के वर्ग हो मलाई पनि थाहा छैन। उसको चिना मेरो थाहा छैन मेरो। खै मलाई त बाबाले चरा वर्ग भन्दै थियो। त्यस्तै भन्दै थियो अस्ति हो कि होइन थाहा छैन मलाई। जाउँ न औ। सो आजको लागि यति नै है गाइस। आई होप तपाईँहरूलाई मेरो भिडियो मन पराउनुहुन्छ भने धेरै धेरै आशा राख्छु तपाईँहरूमा होइन। अन्त आजको लागि यति नै। अब तपाईँहरूलाई मेरो भिडियो मन पर्यो भने लाइक शेयर सब्सक्राइब टु माई च्यानल। अन्त सी यु इन द नेक्स्ट भ्लग। बाई बाई।